के उयो गरिदेऊ न ल ए ल हुन्छ हुन्छ दा मेरोबाट सानो सहयोग मात्रै हो ल अरे भाइ उसलाई मैले हस्पिटलमा राखेको कि अस्ति साह्रो भयो अहिले कहाँ लुकेको हस्पिटल लगेको दा हस्पिटल हजुर अनि यहाँ मैले राखेको थिएँ त हस्पिटलै हो यो अब के गर्नु दा कोहीले पनि मद्दत गरेन अब आफ्नो अङ्कल हो होइन मैले त मद्दत गरेको थिएँ नि तपाईँको अब हाल्नु भएको थियो फेसबुकमा देखेको थिएँ त्यो भएर अब आफ्नै अङ्कल के खासै ऊ चाहिँ के भएर यस्तो भएको खोइ यस्तै छ उसको अलिकता खोपडी चाहिँ उडेको जस्तो छ त्यो भएर यस्तो भइरहेछ नि त ऊ अनि पर खुनहरू अब छाडेर बस्यो ऊ भएको हुन्छ खाली हिँडेको हुन्छ त्यत्तिकै सुतेको हुन्छ बिमार भयो जस्तो हुन्छ कोहीले पनि ऊ गर्दैन तिमी भाइको घर चाहिँ मेरो घर यहाँ मुनि ए यहीँ मुनि हो हजुर हजुर ए भनेपछि मेरो भिडियो देखेर चाहिँ लिनु आएको होला है हजुर हजुर तपाईँको भिडियो हेरेको थिएँ त्यो भएर फेसबुकमा हेरेको थिएँ अन्त त्यो भएर ए आएको हो नि त ए ल ल अब कहाँ लाने उसलाई चाहिँ हजुर कहाँ लाने अब उसलाई चाहिँ अब हस्पिटल लान्छु भनेको नि त त्यो भएर आएको हो नि त साह्रो त साह्रो छ यो मान्छे साह्रो छ नि त हो अङ्कलले हेर्नु न ए अब ल ल पुरा मागेको कोहीले पनि मद्दत दिएन ए त्यो भएर ल ल भाइ जाऊ त ल हुन्छ हुन्छ ल हुन्छ दाजु धन्यवाद ए ओके भाइ सुन त सुन न यो भाइ यो पैसा पनि राख्न ल 1000 रुपियाँ उसलाई खर्च पानी केही उयो गरिदेऊ न ल ए ल हुन्छ हुन्छ दा मेरोबाट सानो सहयोग मात्रै हो ल हुन्छ दा धन्यवाद राम्रो हेर्नु न साह्रो त साह्रो रहेछ ल हुन्छ ल ल ओके मेरो ओके हुन्छ दा हुन्छ दा धन्यवाद ओके भाइ ओके गाइस भाइले चाहिँ उसको अङ्कल के को हो लगेर गयो होइन अलिक बिमार पुरा रहेछ यो गाइस मैले बुढोलाई चाहिँ सरकारी हस्पिटलमा राखिराखेको थिएँ त्यहाँ खोले दाल भात भए पनि दिँदै थियो होइन तर उसको फ्यामिलीले मलाई अघि बिहान कल गरेको थियो फेसबुकमा अन्त कल गरेर चाहिँ आज चाहिँ घर लिएर गयो है ओके